घुमेको तयारी अब ल अब रेडी हुँदै केटाहरू यस्तरी राम क्या हेर्छौँ देखेछ साँच्चै भने
त्यहाँ अगाडि त्यो तिरपाल भएको ठाउँमा है साथीहरू यस भूमि मेला पूजाका पुजारीज्यूहरू गर्मी महसुस गर्नुभएको छ होला। र्यालीबाट आउँदै गर्दा उहाँहरू जानेदेखि अलि दौडल रूपमै हुनुहुन्छ। कृपया उहाँहरू बिचमा रहेको टेन्टभित्र गएर बसिदिनु हुन। मैं बिजी छु है गाइस। डले फले बढाया मलाई ठुलो नलाग्यो ठुलो आगे बवाल देखेको कार्यक्रमको कसम गुड यार दाइ। शुभारम्भमा तपाईको त्यो ढुङ्गा उक्किछ के दाइ? यस मञ्चमा आसीन अतिथिगणज्यूहरू र यस भूमि मेला कार्यक्रममा सहभागी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू र विभिन्न सङ्घ संस्थाबाट यहाँ पाल्नुहुने सम्पूर्ण महानुभावहरू र हाम्रो कार्यक्रमलाई भव्य र सभ्य ढङ्गले सम्पन्न गर्नका लागि आफ्नो तौर तब्काबाट जसरी आफ्नो समयलाई बलिदान गरेर यो हाम्रो कार्यक्रम सफलताको लागि यहाँ सहभागी हुनुहुने सम्पूर्ण महानुभाव तथा मित्रहरूमा हाम्रो आयोजक टिमको तर्फबाट म यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अब हाम्रो कार्यक्रम हामीले शुभारम्भ गर्न गइरहेका छौँ। त्यसैले आजको यो हाम्रो कार्यक्रमलाई शानदार ढङ्गले सफल पार्नका लागि हामीलाई मौसमले पनि साथ सहयोग गरिरहेको अवस्था छ। र अब वाद्यवादनका साथीहरू तङतैरी अवस्थामा बाँच्नुहुनेछ। भूमि पर्व के हो भन्ने लाग्न सक्छ। यो हाम्रो चाहिँ यता यो पाहुना अतिथिगणज्यूलाई अथार मगरा क्षेत्रमा मगर समुदायले प्राप्त जातिहरूले आफ्नै तरिकाले आफ्नै परिवेशमा यसलाई मनाउँदै आउने गरेको हामी पाएका छौँ। र आजको दिन भनेको यो धरतीलाई, यो आकाश, जल, जमिन र यो धरतीलाई एउटा आस्था र विश्वास राख्दै आउने मगर समुदायको एउटा विशेष चाड हो। त्यसकारण हामीले यसलाई देशव्यापी रूपमा हामी मनाउँदै गइरहेका छौँ। र यो भूमि पर्वलाई देशव्यापी रूपमा, देश विदेशका रूपमा यसलाई मनाउँदै आउने क्रम
रहेको छ र आजको दिन तपाईको विदेशका ठाउँहरूमा पनि हाम्रो बगर समुदायले यसलाई भव्य सभ्य ढङ्गले मनाउँदै आइरहेको दिन हो र त्यस दौरानमा हाम्रो दुईवटा समाजले यो 2022 सालको भूमि पर्वलाई हामी 2 दिन मनाउने योजना गरेका छौँ र आज हामी यो सुरुको दिनमा छौँ। त्यसैले यो हाम्रो यो भूमि पर्व मेला कार्यक्रमलाई अब हामी पूजा गरेर भव्य सभ्य हेरेका छौँ। त्यसैले हाम्रो कार्यक्रमलाई अब औपचारिक रूपले सुरुवात गर्नको लागि र अब यो कार्यक्रमलाई छिटो उद्घाटन गरिनुको लागि हामी अगाडि बढ्न गइरहेका छौँ। सम्पर्क समाजको संयुक्त रूपमा आयोजना भएको यो